वेलकम छ है सबैजनालाई। आई होप सबैजनालाई सन्चै हुनुहुन्छ होला। हामी चाहिँ यता पार्कतिर छिर्छु भनेर गरेको के यसो जाउँ न त। कस्तो छ के कस्तो छ देखाउने छौँ हामी होइन। बवालै छ। सो यहाँ चाहिँ शिव भगवानको मूर्ति रहेछ क्या। सो अलि नजिकबाट पनि देखाउने छु तपाईँहरूलाई। साथी चाहिँ यता छ मेरोमा के त तेरो पछाडिबाट गएर आइरहेछ सिधै आइरहेछ तर कालो देखाइरहेको थियो क्या। धेरै पछि क्या आज टाइमै मिल्दैन त्यस्तो भिडियो बनाउन चाहिँ। त्यही भएर आज चाहिँ धेरै भयो भिडियो नबनाएको नि। आज यसो बनाइदिउँ भनेर। चिन्ता रहेछ नि हेर्न ठाउँ बस्नु दादा। ठाउँ चाहिँ दामी छ होइन। यतिको चाहिँ हुनुपर्छ। फोटोसोटो खिच्न बसेको थिएँ। फोटोसोटो खिच्यो। अब यतातिर अर्कोतिर घुमौँ फोटोसोटो खिच्यो। आइज नि त आइज। ओइ धन्दै तर दामी छ। कपालहरू आउँदा चाहिँ दामी हुन्छ। एकदम शून्य छ। खाली छ। धेरै छैन मान्छेहरू। युट्युबमा हाल्छु गुल्डेला नि साथी फेरि कहाँ गुल्टिन्छ। गुल्टिने कुरा नगर्नु त। गुल्टिने कुरा यता हेर्न। यता हान्न फोटो छोड्दै आइज। खतरा रहेछ फुल है। दुई थरीको क्या एउटै है। तर एउटा एल्लो एउटा यो त हाम्रो जङ्गलतिर ड्रागन देख्नु गाई। ड्रागन छ होइन। यहाँ बस्न नै मिल्ने ठाउँ छ। ठाउँ भनेको यत्तिकै चाहिँ हुनुपर्छ कि तर दामी छ। झुला झुलाउँ न आइज। झुलामा होइन सिलेमा हामी दुईजना आएको थियो दाजुभाइ है। रमाइलो धेरै भएको थियो कि मैले भिडियो नबनाएको नि। कति टन्नै भइसक्यो भिडियो नबनाएको। त्यही भएर आज यसो बनाइदिउँ भनेर गरेको। दाजुभाइ फरेभर। मेरो त टल्किरहेको छ त है रातो। तेरो पनि देखाएको छैन के त्यो रातो छैन नि। खासै छैन। कुकुरको हेर न पुच्छर छैन है। काड्या कहाँ पुच्छर छ घुम्रेको छ के। काड्या हो। अब कुकुर पुच्छर काट्न पनि निकाल्दैन। फोटो खिच्न ल पक्न। सो ठाउँ चाहिँ दामी छ। जे होस् ठाउँ चाहिँ अलिकति राम्रै छ। यतातिर यो माथि चढेर बस्नु नि हुन्छ। त्यो त्यहाँ बसिरहेको छ।
बसेन अब निस्किनुलाई टाढा हिँड्नुपर्छ कि टाढा जानुपर्छ हो गाइस अलिकति टाढा पुग्नु पर्ने हुन्छ हामीलाई सो हामी चाहिँ निस्किन थाल्यो जाने थोडा यता नि हान्नु क्या यता यहीँबाट हान्छु म यत्तिकै यो भिडियोबाटै गफ गरेर हान्छु राम्रो भएको छ यहाँतिर चाहिँ राम्रो हुन्छ सो पार्क चाहिँ दामी छ र यो जाने लोकेसन चाहिँ मसिनीमा छ पार्कको नाम नै यतातिर लेखाएको छैन क्या